सचेत नागरिकले निर्णय लिनुभन्दा अगाडि 100 पटक सोच्ने गर्दछ, नाकि निर्णय पश्चात पश्चातापको अवस्थाको निर्माण गर्दछ। जसले बीपीलाई आदर्श माने भीम बहादुर तामाङको स्कुलिङ राजनीतिक नैतिकताको चेत निर्माण गर्न अवसर पाए। प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रतालाई जीवनभर अँगाले भुइँमान्छेको आवाजबाट टाढा रहन सकेनन्। जसले पहिलो पटक अवसर पाए र दिगो विकासका आधारशिलाहरू निर्माण गरे ती हुन् वंशलाल तामाङ। 2074 सालको स्थानीय तह निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनका विचार अन्तर्राष्ट्रिय विकासका अनुभव कर्ममा रूपान्तरण भए। अस्पताल, सडक, प्रशासनिक भवन, शिक्षा, कृषि, संस्कृति, स्मृतिका संरचनाहरूले पालिकाको अनुहार फेरियो। जनताले भाषण होइन परिणाम देखे। वंशलाल तामाङ पसिनाले लेखिएको एउटा नाम। जन्ममिति कागजमा नदेखिएला, तर वंशलाल तामाङको जन्म सङ्घर्षको आगोभित्र भएको थियो। उहाँ कहिले चाँदीको चम्चा बोकेर जन्मिनु भएन। उहाँले बोक्नु भएको थियो अभाव, जिम्मेवारी र नछुटिने सङ्घर्ष। जहाँ अरू थाकेर रोकिन्थे त्यही ठाउँबाट वंशलाल तामाङ फेरि उठ्थे। बाल्यकालदेखि नै सङ्घर्षसँग दोस्ती। सानै उमेरदेखि उहाँले बुझ्नुभयो जीवन न्यायपूर्ण हुँदैन, तर मेहनत कहिल्यै धोका दिँदैन। हातमा छाला फाट्ने गरी काम गर्नुभयो, मन थाक्ने गरी सोच्नुभयो, तर आत्मा कहिल्यै हार मान्न दिएनन्। रात ढल्दा पनि उहाँको आँखामा भोलिको आशा मरेको हुँदैन थियो। शरीर थाक्दा पनि काम छोड्न नमान्ने, मन दुख्दा मुस्कान लुकाएर बाँच्ने, गलत बाटो सजिलो देखिँदा पनि होइन म सही बाटोमै जान्छु भन्ने साहस। यही नै वंशलाल तामाङको असली शक्ति हो। सङ्घर्षले बनाएको चरित्र। उहाँले कहिले ठुलो कुरा गरेर ठुलो भन्न खोज्नु भएन। उहाँ चुपचाप सही काम गरेर अगाडि बढ्नुभयो। आज उहाँलाई चिन्नेहरू भन्छन् यो मान्छे बोल्दैन धेरै, तर जे गर्छ इमान्दारीले गर्छ। उहाँको समाजप्रति सोच। वंशलाल तामाङ आफै मात्र उठ्न चाहनु भएन, उहाँ चाहनुहुन्थ्यो अरू पनि उठुन्, युवाले हार नमानुन्, पसिना बगाउनेको सपना नमरुन्। उहाँको जीवन आफैमा एउटा सन्देश हो। गरिबी कमजोरी होइन, हार मान्नु कमजोरी हो। जन्म मिति होइन, कर्मले चिनिने नाम। आज कसैले सोध्छ वंशलाल तामाङ कहिले जन्मिनु भयो? सही आदर्श, परिपक्व अनुभव, भद्रता र राजनीतिक चेत उहाँको जीवनका सहपाठी हुन्। त्यसैले सिन्धुका आवाज बोक्नका लागि, धमिलिएको राजनीतिलाई सङ्ल्याउनका लागि र प्रभावकारी योजना सहितको विकासका लागि वंशलाल तामाङ एक योग्य पात्र हुन्। जसले व्यक्तिगत स्वतन्त्रता मर्न दिँदैन। कानुनी राज्यबाट कानुनी सहकार्य सदनमा जबरजस्त वकालत गर्दछ।